अलिकति सोझो साझो भनी ठानेका थिए। उहाँ त चम्फु बाटो हुनुहुँदो रहेछ सभामुख महोदय। उहाँले त यस्तो समिति बनाउनु भयो कि त्यो समितिबाट उहाँलाई त फुत्किनुलाई धेरै सजिलो भयो र कमाइलाई पनि बचाउनुलाई धेरै सजिलो भयो। त्यसकारण गृहमन्त्रीज्यूलाई म के भन्न चाहन्छु भने गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुहोस्। के यो तपाईँको नैतिकताले दिन्छ र तपाईँले चाहिँ जुन चाहिँ यो राख्नु भएको छ दुधको साँचो बिरालो जस्तो गरेर आफूलाई उम्काउने समिति जुन बनाउनु भएको छ यो तपाईँलाई बधाई होस् र तपाईँ धेरै दिनसम्म उम्केर बस्नु सक्नुहुन्न र एक दिन तपाईँ जनताको कठागारमा आउँछ। गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ। मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछ? गृहमन्त्रीज्यू तपाईँसँग यसको जवाब छ? गृहमन्त्रीज्यूलाई अर्को पनि मेरो एउटा सानो सुझाव छ। बिपीले भन्नुभएको थियो जो कार्यकर्ताहरू नेताको ज्यादगी सहेर बस्छन् कि त ती चरम अवसरवादी हुन् कि त दास हुन्। म सोध्न चाहन्छु तपाईँहरू कुन वर्गमा पर्नुहुन्छ? अर्को कुरो, मैले त गृहमन्त्रीज्यूलाई अलिकति सोझो साझो भनी ठानेका थिएँ। उहाँ त चम्फु बाटो हुनुहुँदो रहेछ सभामुख महोदय। उहाँले त यस्तो समिति बनाउनु भयो कि त्यो समितिबाट उहाँलाई त फुत्किनुलाई धेरै सजिलो भयो र कमाइलाई पनि बचाउनुलाई धेरै सजिलो भयो। त्यसकारण गृहमन्त्रीज्यूलाई म के भन्न चाहन्छु भने गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुहोस्। किनभने त्यो एक दिन यस्तो समय आउँछ तपाईँ पनि त्यो पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ। त्यतिखेर नेपाली जनतालाई के जवाब दिनुहुन्छ? तपाईँले जुन चाहिँ दैनिक भिजिट भिसाको नाममा जुन चाहिँ असुली गर्नुभएको छ 50 लाखदेखि लिएर 1 करोड रुपियाँसम्म नेपाली जनताहरूलाई बेच्नु भएको छ। नेपाली जनताहरू जसको रेमिटेन्समा हामी गर्व गर्छौँ, अर्थमन्त्रीज्यू गर्व गर्नुहुन्छ हामीलाई यति रेमिटेन्स आयो भनेर, तिनीहरूलाई भिजिट भिसाको नाममा यसरी नेपालीहरूलाई मानव तस्करी गरेर बेच्नु पाइन्छ? के यो तपाईँको नैतिकताले दिन्छ? र तपाईँले चाहिँ जुन चाहिँ यो राख्नु भएको छ दुधको साँचो बिरालो जस्तो गरेर आफूलाई उम्काउने समिति जुन बनाउनु भएको छ यो तपाईँलाई बधाई होस् र तपाईँ धेरै दिनसम्म उम्केर बस्नु सक्नुहुन्न र एक दिन तपाईँ जनताको कठागारमा आउनुहुन्छ। तपाईँले पनि चुनाव लड्नुपर्छ होला। ती जनताहरूलाई कसरी के जवाब दिनुहुन्छ तपाईँहरूलाई मलाई थाहा छैन। तर गृहमन्त्रीज्यू तपाईँसँग नैतिकता छ भने राजीनामा गर्नुहोस् र छानबिनलाई सघाउ पुर्याउनुहोस्। निष्पक्ष रूपबाट छानबिन गर्नुलाई तपाईँले सरकारलाई सहयोग गर्नुहोस् र नेपाली जनताहरूलाई यी भिजिट भिसाको प्रकरणबाट मुक्त गर्नुलाई सहयोग गर्नुहोस्। धन्यवाद। गत जेठ 7 गते अख्तियारले आफ्नो निकै लामो अन्डरकभर अपरेसनपछि कारबाही प्रक्रिया अगाडि बढाउँदा अध्यागमन प्रमुखलाई बचाउने प्रकरणमा र अनुसन्धान अगाडि बढाउने डिआइजीको सरुवा प्रकरणमा तपाईँले देखाएको व्यवहार शङ्खाको घेराभित्र आउँदैन? मानव तस्करीको पाटोमा अनुसन्धान नै गर्न नपाउने गरी 9 बुँदे कार्यदेश बनाएर बाँदरको पुच्छर लौरो न हतियार जस्तो समिति बनाउने र आफ्नै कर्मचारी राखेर यो समिति बनाउँदै गर्दाखेरि मानव तस्करीसँग जोडिएको जाललाई बचाउन कि आफूलाई अनुसन्धानको घेराबाट फुत्काउन गरिएको हो? गृहमन्त्रीज्यू, चुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत 10 वर्षदेखि जापानमा भिजिट भिसाका नाउँमा हजारौँ मान्छे पठाएर अरबौँ पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यता कता संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढ्योस् भनेर माग गर्न चाहन्छु। मैले त गृहमन्त्रीज्यू अब सम्माननीय सभामुख 2 मिनेटभित्र आफ्नो कुरा राखिदिनु होला। हाम्रो आन्दोलन जारी छ। नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै देशका जनतालाई बेच्ने जस्तो घिनलाग्दो राष्ट्रघाती अपराधपछि अहिले भिजिट भिसाको आवरणमा मानव तस्करीको जालोमा जनतालाई जबरजस्ती पस्न बाध्य पार्ने र त्यही अपराधमा संलग्न दलाल र तस्करहरूलाई संरक्षण गर्ने काम राज्य र सरकार सञ्चालन गरिरहेका दलका नेताहरूकै संलग्नता भइरहेको तथ्यहरू एकपछि अर्को गरी बाहिरिरहेका छन्। यसले अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतालाई लाज र अपमानको बोझ भुकी हिँड्न बाध्य बनाएको छ। यो केवल कानुनी अपराध मात्र होइन, यो त राष्ट्र र जनताको इज्जत र आत्मसम्मानमाथि गरिएको चिरहरण हो जसलाई कुनै हालतमा क्षमा गर्न सकिँदैन। आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको ट्रान्जिट हब भनेर चिन्न थालिएको छ। श्रमको खोजीमा विदेशमा पुगेका हजारौं नेपाली चेलीहरू शोषण, बलात्कार र पशु सरह बेच्नु पर्दाको अवस्था अन्तर्राष्ट्रिय रिपोर्टमा उजागर भइरहँदा राज्य सरकार बेखबर जस्तो अभिनय गरिरहेको छ। त्यसकारण गत जेठ 13 गतेदेखि निरन्तर हामीले उठाएको मुद्दा भिजिट भिसा प्रकरण हुँदै होइन। सम्माननीय सभामुख महोदय, हामीले उठाएको मुद्दा त भिजिट भिसाको आवरणमा गरिएको मानव तस्करी विरुद्धको अपराध हो। सभामुख महोदय, गृहमन्त्रीलाई मेरो प्रश्न छ। गत जेठ 7 गते अख्तियारले आफ्नो निकै लामो अन्डरकभर अपरेसनपछि कारबाही प्रक्रिया अगाडि बढाउँदा अध्यागमन प्रमुखलाई बचाउने प्रकरणमा र अनुसन्धान अगाडि बढाउने डिआइजीको सरुवा प्रकरणमा तपाईँले देखाएको व्यवहार शङ्खाको घेराभित्र आउँदैन? तपाईँकै सचिवालयका सदस्यहरू यो अपराध कर्ममा जोडिएको तथ्य बाहिरिँदै गर्दा यो अपराध कर्ममा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैन? अनि मानव तस्करीको पाटोमा अनुसन्धान नै गर्न नपाउने गरी 9 बुँदे कार्यदेश बनाएर
बाँदरको पुच्छर लौरो न हतियार जस्तो समिति बनाउने र आफ्नै कर्मचारी राखेर यो समिति बनाउँदै गर्दाखेरि मानव तस्करीसँग जोडिएको जाललाई बचाउन कि आफूलाई अनुसन्धानको घेराबाट फुत्काउन गरिएको हो गृहमन्त्रीज्यू? यो अपराध कर्ममा जोडिएको राजनीतिक दलका नेता, राज्यको निकाय र शक्ति केन्द्र सम्हालेकाहरू, दलाल, तस्कर र त्यसको संरक्षण गर्ने सबै तह र तबकाको जालो भत्काउने गरी अनुसन्धान गर्न, त्यस्ता कुकर्ममा जोडिएकालाई कानुनी कठघरमा उभ्याउन अनि आगामी दिनमा कुनै पनि नेपाली नागरिक श्रम र अवसरको खोजीमा बाध्यताले विदेशी गर्दा आफ्नै देशको अध्यागमनमा मानव तस्करीको चङ्गुलमा फस्नबाट बचाउन, गहिरो अनुसन्धान गरी कारबाही र सुधारको लागि सुझाव तयार पार्न हामीले बालवाला वा पूर्व प्रधानमन्त्री न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन माग गरेका हौँ। तर सरकार आफू र आफ्नालाई बचाउन अनि मानव नेपाल मान्य सभामुख महोदय, मौसम परिवर्तन भएको छ, बर्सातको मौसम सुरु भएको छ। ठाउँ ठाउँमा बाढी पहिरोले बाटाघाटाहरू अस्तव्यस्त भएका छन्। कतिपय ठाउँमा असाढे विकास लागेको छ। बाटाघाटाका छेउमा ढुङ्गामुढा जम्मा गर्ने, बाटो खन्नेदेखि कामहरू सुरुवात भएका छन्। तर त्यसले झन् बाटोलाई सहज त होइन, अप्ठ्यारो पार्ने काम भएको छ। असाढे विकासले ठाउँ ठाउँमा जाने बाटाहरू अवरुद्ध भएका छन्। यसका लागि सम्पूर्ण 77 जिल्लामा विपदको तयारी रहनका लागि गृह मन्त्रालयले आवश्यक तयारी गरोस् भनेर आग्रह गर्न चाहन्छु सभामुख महोदय। ओखलढुङ्गा जिल्ला लगायत पूर्वी पहाडी एरियामा जाँदा सोखु खोलामा बनेको पुल अहिलेसम्म जीर्ण अवस्थामा छ र निर्माण प्रक्रिया पुरा भएको छैन। रामेछाप जानका लागि लिखु दोबानमा तयार पारिएको पुल निर्माण नभएर रामेछाप जानका लागि, ओखलढुङ्गा जानका लागि लिखुमा बनाएको कल्भर्टले गर्दाखेरि बाटो बन्द भएको छ र त्यो पुल सञ्चालन गर्न म अनुरोध गर्छु सभामुख महोदय। अहिले भर्खरै अरू पनि म देखिरहेको छु, गुरुमीदेखि सुनकोशी पुलसम्म जाने बाटो अप्ठ्यारो छ। त्यो बाटो तुरन्त मध्य पहाडी राजमार्ग अन्तर्गत निर्माणका लागि आग्रह गर्न चाहन्छु सभामुख महोदय। अहिले म भर्खरै यहाँ देखिरहेको छु, सभामुख महोदयले समय दिँदाखेरि समयमा आफ्ना कुरा राख्ने, अरू मान्य सदस्यले कुरा राख्न थाले भने नारा लाउने प्रक्रिया पनि संसदमा जारी छ। त्यसलाई पनि अन्त्य गर्न अनुरोध गर्न चाहन्छु। र सभामुख महोदय, एउटा अति महत्त्वपूर्ण, सुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत 10 वर्षदेखि जापानमा भिजिट भिसाका नाउँमा हजारौँ मान्छे पठाएर अरबौँ पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ। र तिनै मान्छेहरू यता कता संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढ्योस् भनेर माग गर्न चाहन्छु। धन्यवाद। मान्य सभामुख महोदय, जनताको बहुदलीय जनवादी सिद्धान्तका प्रणेता जननेता मदन भण्डारीको जन्म जयन्ती असार 14 को दिनमा म स्वर्गीय जननेताप्रति हार्दिक श्रद्धाञ्जली र उच्च सम्मान प्रकट गर्न चाहन्छु। सभामुख महोदय, हिजो मात्रै एससीको नतिजा प्रकाशित भएको छ। विगतको वर्षको तुलनामा यस वर्ष नतिजामा उल्लेख्य सुधार भएको छ। म सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी साथीहरूलाई हार्दिक बधाई गर्न चाहन्छु। र यो परिणाम प्राप्त गर्नको लागि मेहनत गर्ने विद्यार्थी शिक्षकहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू सहित सरकारको तर्फबाट जुन यसका लागि पहलकदमी भयो, खुसी व्यक्त गर्न चाहन्छु। यति हुँदाहुँदै पनि धेरै विद्यालयहरूको निराशाजनक अहिले पनि रिजल्ट अत्यन्त निराशाजनक अवस्थामा रहेको छ। विचाराधीन रहेको शिक्षा विधेयकलाई तत्काल पास गरी आगामी वर्ष अहिलेको भन्दा अझै उन्नत रिजल्ट प्राप्त हुने परिस्थिति बनाउने हिसाबले देशको शैक्षिक सुधारमा गम्भीर ध्यान जानुपर्दछ। म सभामुखज्यू मार्फत सरकारको विशेष ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।